वरिष्ठ बलरामको एकजना व्यापारी त्यसैगरी माइला नमस्ते दुईजनाले स्वागत गर्न चाहन्छु। थ्याङ्क यू। माइलाको रोलमा हुनुहुन्छ हजुर हैन, जो चाहिँ एउटा वरिष्ठको चाहिँ राइट ह्यान्ड सबभन्दा ठुलो भरौटे भन्छ। ठिक छ। अब यो यस्तो हो, अब हामीले यो मुभी चाहिँ एउटा सामाजिक परिवेशमा बनाएको छौँ। अब त्यही स्वरूपमा अब म पनि एज अ एक्टर चाहिँ धेरै वर्षपछि होइन, अब पहिला होस्टेल रिटर्न पछि मैले लगभग 10 वर्षको ग्याप पछि पहिला पिके डन हुँदा र अहिले माइला हुँदा मैले दुइटै एक्सपिरियन्स लिन पाएँ होइन। दुइटै चाहिँ के भन्छ प्यारो अडियन्सहरूले मन पराइदिनु भयो होइन। एउटा राम्रो शुभेच्छा सबैतिरबाट आइरहेको छ। अब आज चौथो दिन हो म होइन, चौथो दिनको यो प्रदर्शनीमा अब इटरीको यो हलमा आइपुगेको छौँ। अब रितेश र हामी चाहिँ अब सँगै सुटिङमा उमा होइन, काठमाडौँमा पनि